मेरो पहिलो गुरु जसले लेख्न सिकायो, मनको पीडा बिना झन्झट पोख्न सिकायो। आफ्नै नामबाट अनजान मलाई त्यस नामको सुन्दर अर्थ सिकायो। पीडा, खुसी, आँसु, हाँसो सफथोक बुझेको छ। शान्त हुँदा ओठ, भित्री मन बुझेको छ। निस्वार्थ सधैँ नयाँ विचार सिकाउँछ। महसुस नै भएन ऊ कहिले रिसाउँछ। कसैले नदेखेका आँसुको भाव देखेको छ। कहिले रिसालु त कहिले लजालु स्वभाव देखेको छ। आँखामा आँसु आउन साथ उसलाई सम्झन्छु। मित्र भन्ने शब्दको अर्थ उसलाई सम्झन्छु। ऊ नभएको भए मेरो के हुन्थ्यो होला? ऊ नभएको भए मेरा लागि को हुन्थ्यो होला? सायद उसको सबै कुरा सुन्न पाएकी छैन, तर उसले मेरा प्रत्येक शब्दलाई सुनेको छ। उसलाई थाहा छ म हाँस्दाका भावहरू, उसलाई थाहा छ म रुँदाका स्वभावहरू। मेरा प्रत्येक सपनासँग ऊ रुझेको छ। निराश हुनुको प्रत्येक कारणहरू बुझेको छ। थाहा छैन म कहिलेसम्म बाँच्छु। जहिलेसम्म बाँच्छु उसलाई नै सच्चा मित्रको सूचीमा राख्छु। उसको सबै कुरा ठिक छ, तर उसले उत्तर नै दिँदैन। म आफ्ना व्यथा मात्रै बुझाउँछु, उसले केही सुनाउँदैन। उसँग कराएर म मेरो मन शान्त बनाउँछु। बोल्ने भए भन्थ्यो होला, उसलाई कति सताउँछु। मुस्कान तिमीले देखेको छौ होला, तर त्यसभित्रको पीडा उसले देखेको छ। तिमीले मेरो आँसु देखेको छौ होला, तर त्यसभित्रको कारण उसले देखेको छ। मनको भारी उसँग बिसाएर खाली बनाएको उसले देखेको छ। मेरो मनको भाव कापीले सुनेको र कलमले लेखेको छ। त्यसैले त कलम मेरो माया र कापी छाया भएका छन्। एक्लै हुँदा म दायाँ अनि बायाँ भएका छन्।